सालदेखि हामी पनि सल्लाह गरिरहेका थियौँ, कमसेकम मिडियाका साथीहरूलाई राखेर हाम्रो मन्त्रालयबाट मध्य प्रदेशको वन मन्त्रालयको तर्फबाट यहाँको वन कार्यालयको तर्फबाट के कस्तो किसिमको गतिविधि भइरहेको छ, के कस्तो किसिमको हामी कार्यक्रम पनि ल्याइरहेको, के कस्तो किसिमको चाहिँ हामी जनतालाई वन संरक्षण लगायत वन्यजन्तुलाई व्यवस्थापन गर्नको लागि के कस्तो हामी गरेका छौँ त्यो पनि हामी एकचोटि तपाईँहरूको माझमा बसेर हामी चर्चा र यसको चाहिँ प्रचार प्रसारको पनि हामी माध्यम बनाऊ भनेर हामी यो कार्यक्रम आज चाहिँ हाम्रो एकजना साथी हुनुहुन्थ्यो, अस्ति आउनुभयो थियो मन्त्रालयमा, मैले गर्नुहोस्, त्यसपछि मैले डेपुटी साहबसँग मैले कुरा गरेँ, यो कार्यक्रम चाहिँ गरेर मिडियाका साथीहरू तपाईँ सहयोग गरिदिनुहोस् कि यो हाम्रो मन्त्रालयबाट अलिकति जाओस् भनेर मैले यो गर्न लगाएको। र खास गरिकन के छ भन्दाखेरि अब हुन त सङ्घ सरकारले, प्रदेश सरकारले वन जोगाउने मात्र होइन कि वनमा बसेका, वनमा रहेका वन्यजन्तुहरूलाई पनि कसरी संरक्षण गर्ने भनेर त्यो विषयको पनि हामी धेरै चर्चा प्रचर्चा गरेर त्यसमा पनि धेरै फोकस पनि गरेका छौँ। वनै मात्र जोगाएर भएन, त्यो भित्रका जीवजन्तुलाई पनि हामी जोगाउनु पर्यो। हाम्रो मित्र हो त्यो जीवजन्तुहरू पनि, हाम्रो साथी हो, हामी मान्यौँ भने हाम्रो दुश्मन होइन तिनीहरूले। अनि त्यसलाई संरक्षण गरेर जस्तै तपाईँको सौराहाको हेर्नुहोस्, हामी पनि यहाँ गऱ्यो भने हाम्रो मध्य प्रदेशको एउटा आम्दानीको स्रोत पनि बन्न जान्छ यसलाई। तर त्यो चाहिँ भिजन र त्यो चाहिँ सोच र विचार पनि हुनुपर्छ हामी भित्रमा। र एकजना साथीले धेरै कुरा खोल्न खोज्नुभएको थियो तर खोल्न सकिएन। मध्य प्रदेशको सरकारको बारेमा छ, यसमा म पनि सहमत छु। उहाँको जुन चाहिँ भित्रको जुन मन छ त्यसमा म सहमत छु। म 2074 सालदेखि लिएर 79को पनि पिरियडमा म थिएँ, तर त्यो बेलामा चाहिँ यो मध्य प्रदेश त्यति गनाएको थिएन। म तपाईँहरूको सामने भन्छु, म पनि त्यो बेला थिएँ। तर अहिले आएर यतिको चाहिँ अति नै भयो र अति भएपछि परिवर्तन पनि हुन्छ। आज त्यसैको परिणाम हो कि त्यो परिवर्तन भएर यो अवस्था आएको। र अहिले पनि म भन्छु, म आउँदाखेरि म त अब 5-6 महिना म हुँदैछ मैले यो मन्त्रालय सम्हालेको, धेरैमा भएको छैन। यो बिचमा धेरैले मलाई धेरै कुराहरू सुनायो र धेरै पनि यो गर्नुहोस् भन्न पनि आएको थियो, तर मैले आफ्नै मनले हिँडेर आफ्नै मनले चलेको छु। कसैले दुःख दिएर, कसैलाई अन्याय गरेर चल्नेवाला छैन। र तपाईँहरूलाई लाग्छ यसपालिको जति कार्यक्रम भयो यो मन्त्रालयबाट, मैले कुनै पनि हाकिम साहबले मैले र कुनै पनि जो वन डिभिजनको कार्यालय पर मैले कुनै पनि दबाउ दिएँ, तपाईँले नियम सहमत भएर काम गर्नुहोस् भनेर मैले आदेश दिएको थिएँ। अझै मैले गल्ती गरेको छ भने सही बाटोमा हिँडाउनु पनि तपाईँहरूको काम हो। मेरो गल्तीले के लाएर हिँड्ने तपाईँहरूको काम हो, तपाईँको कर्तव्य हो। र मलाई त्यो बाटोमा गलत बाटो छोडेर सही बाटोमा हिँडाउनु पनि तपाईँको कर्तव्य हो। अनि त्यो गर्न सक्नु भएन भने म त बिग्रिँदै जान्छु, मन्त्रालय पनि बिग्रिँदै, त्यो सरकार पनि बिग्रिँदै जान्छ। तपाईँहरू त यस्तो माध्यम हो कि गलतलाई गलत भन्नै पर्छ, जसले गल्ती गरेर त्यो गल्ती केलाउनै पर्छ, अनि मात्र त्यो व्यक्तिलाई